बिहान हुन्छ चाहिँ यति बिङ्गो किन 1 2 3 4 5 6 7 2 4 यो सो आज चाहिँ हामी यता यसो के भन्छ आउटिङमा सबजना रेडी मिलेर जाने भन्दा ठिक छ अन्त ल आउँदै गर्नु होला सो आज चाहिँ हामी यता आउटिङ अफिसबाट सो आज अहिले गएर भोलि आज बेलुकामा पाउने अनि भोलि बेलुकातिर फर्किन्छ होला सो सबजना बसेर आउँदैछ सी यु अन अ वे अहिले चाहिँ यहाँ चाहिँ अलिकति हामी बेलुका ड्रिङ्क्सको लागि यता आएको छौँ सो भित्र चाहिँ देखाउन अलिकति मिल्दैन होला खै थाहा भएन दिस इज द स्टोर सायद चिज त मिल्दैन होला है त लेट्स गो अब सामानहरू किनिसक्यो यस हुन्छ त अब फेरि ठ्याक्कै खुल्यो क्या आज अर्कै बाटो आयो क्या हो होला कहाँ घुमाउँदा ल अगाडि पठाइदिएर भइरहेछ है भइरहेछ ल कहाँ जस्तै कहाँ पुगिसक्यो सो दिस इज वेयर वी आर गोइङ टु स्टे हामी यहाँ बस्ने रहेछ सो अहिले यहाँतिर सबजना रेस्ट यस सो दिस इज काठमाडौँ भ्यू फ्रम हियर देख्न सक्नुहुन्छ सो हामी बस्ने चाहिँ यहाँ हो यता ठ्याक्कै चलो 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 यस ल दाइ गयो दाइ कर्नाटकले ढकेल्छौ तान्यो भने तान्यो 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 हेरिराखेँ ल अब चिपुग्न लागेको छ हामी है यस So that's the name of it's the name of resort. Nightclub. Cute, eh? खतरा रहेछ द्यार के हो चिलमा क्या बात है के हुने यार यो हो दाइ हाम्रो रुम यो हो यहाँ 3 जना अर्को पनि उता छ नि रुम खै हेर त अर्को रुम यहाँबाट होइन छैन यार यहाँबाट त छैन यार यहाँबाट त भ्यू रहेछ त सो यहाँ चाहिँ अब पुरै माल एकसोटहरू क्या हो यता यार कस्तो यार पनि छ यार कस्तो हो टक्क होइन सक्यो ल
सो खासमा यो गार्डन हो अनि यसो टुर हान्नु त होइन खासै टुर छैन यता सो यहाँ यो होटलको यो यसको नाम चाहिँ नाइका रिसोर्ट के रहेछ नाइका भिलेज सो यहाँबाट चाहिँ भ्यूहरू चाहिँ खतरा देखिँदो रहेछ देखिन सक्नुहुन्छ पुरै तर बेलुका चाहिँ देखिन्छ होला तर अहिले त यार के हो काठमाडौँ जस्तै छैन यार अनि यस्तै छ हाम्रो दाइहरू यस्तै छ सो छिलो अहिले खाजा खाने टाइम भइसक्यो टक्क खानुपर्छ अनि अहिले यसपछि हामी त्यहाँ के भन्छ बिङ्गो खेल्नेवाला छौँ धेरै गेमहरू खेल्छ आज सो खतरा मजा हुनेवाला छौँ सो जे होस् यस्तै छ अहिलेको भ्यू चाहिँ बेलुका चाहिँ खतरा हुन्छ अरे सो यस्तै छ है त खै त ओ सो यता हाम्रो खाजा खाने टाइम हो सो दिस इज द डाइनिङ हल देख्न सक्नुहुन्छ एकदम सो हाम्रो खाजा चाहिँ के हो भने टक्क देखाउनेछ के हो चरपर हो सो यो चाहिँ हाम्रो डाइनिङ दिस इज द गेस्ट खाजा के हो खाजा त पुरै खतरा रहेछ त यार सो यस्तो रहेछ यार खाजा पुरै Hi guys, welcome to Karma's YouTube channel. मेरो च्यानल नाम चाहिँ केजी लाइफस्टाइल हो कैसा lifestyle? केजी लाइफस्टाइल केजी केजी भनेको चाहिँ मेरो कर्मलाई सब्स्क्राइब गर्नु होला कर्म एकदम ज्ञानी छ सबै ओके ल थ्याङ्क यू सो चिकन यार खाना मिल्दैन सब गरिसक्यो सो अब इट्स खाजा टाइम एकछिन चाहिँ खानेछौँ सबजना खाजाले कुरेर बस्नु भएको छ देख्न सक्नुहुन्छ सो दिस इज द डाइनिङ हल है एन्ड सो आफू चाहिँ यहाँ टक्क होइन सो खतरा छ यार यहाँ खेल्ने ग्राउन्ड प्ले ग्राउन्ड पनि छ यस एन्ड सुर्पेश दाइ हेर्नु यार दाइ के भनौँ न हो दाइ यार कस्तो हो हजुर यताबाट हो थाल चाहिँ त्यहाँ हो तर स्टार्ट चाहिँ यहाँबाट हो होइन दाइ It's a खाजा टाइम टक्क यसो गर्नुपर्छ अनि यसरी मुस्ताङहरू चाहिँ हालिदिउँ होइन सो अहिले चाहिँ यता हाम्रो अब एकछिनपछि के भन्छ दिनको गेम सुरु हुन्छ सो अहिले चाहिँ यहाँ टिकटहरू चाहिँ यहाँ के भन्छ यो सेल भइरहेछ सो मेरो चाहिँ मैले चाहिँ 6वटा किनेको सबभन्दा धेरै चाहिँ मैले किनेको होला सो एउटा चाहिँ जित्योस् होइन सो अहिले चाहिँ अलि नाइट भइसक्यो कति भयो अहिले 6 बज्नु लागेको छ सो अहिले नाइट भ्यू चाहिँ यस्तो बवाल देखेर छ यार यहाँ लाइटिङहरू खतरा छ काठमाडौँ सहर अनि यता लक्ष्य रहर सो दिस इज यहाँ अब चाहिँ मजा आउँछ मलाई चाहिँ अलिक छुट्टी टेबल जान्छ है दिस इज द लाइक यस दिस इज द लाइक भ्यू यस अब दिनको जित्नुपर्छ है 6 छ एउटा बक्साको एउटा लाइन हो एउटा बक्साको के भनेको हामीले चाहिँ एकचोटि भन्दाखेरि तिनवटा मात्रै कुनै एउटाको नम्बर पऱ्यो तिनीहरू मात्रै 9वटा लाइन छ नि 9वटा लाइन कुनै 9वटा लाइनबाट एउटा लाइन भयो भने पायो ओके 9वटा बक्साबाट सजिलो हो क्या कस्तो 2टा बक्साको लाइन बन्नु पऱ्यो के डुअल लाइन भन्ने चाहिँ त्यही भएर 6वटा लिएर बसेको अनि त्यसपछि यो बक्साको फुल भयो नि फुल जित्नुपर्छ अब आज त मजा हुन्छ
मजा हुन्छ यार मजा हुन्छ यार चाहिँ यति दिनको किने 1 2 3 4 5 6 सो एउटामा चाहिँ एउटा चाहिँ जितोस् होइन 1 2 3 छ यहाँ 3 छ यहाँ 3 सो होप आई विल विन सो दिस इज लाइक खतरा छ बन्द न Now the game is about to start right now. And मलाई चाहिँ 6 वटा छ सो सबै ल्याउनु पर्छ एउटा नम्बर बन्यो भने यो सबमा सो आई हेभ टु टेक अ लिटल बिट मोर टाइम पनिरको बार्बेक्यू अरे के हो यसले चम्चा छैन त्यो के हो हरियो चाहिँ के हो हरियो सस हो नि अचार ल छिरो यार 56 ओके एकछिन है एक्सक्युज मी ए चम्चा छैन यसको यसो ल्याउ न यहाँ लागिहाल्छ नि फेरि 56 चिसो भए पनि चम्चा भयो भने चम्चा काटा चल खानु पर्यो यार 56 टुथपिक यस्तो दुलो पार्नुपर्छ माथि खानु मिल्दैन यत्रो नम्बर पनि एउटा पनि थिएन यार के गर्ने यार 71 भइसक्यो 48 पनि भइसक्यो 3 पनि भइसक्यो So अहिले bonfire भएर छ There is a drone you see It's a drone हो अब भर्खरै गिटार अहिले लागेपछि हो के बज्ने बल्ल गिटार त लागेपछि हो हैन माफिया 2 4 5 बसा 1 3 4 भइसक्यो गयो 5 5 ल One, 3, 4, 5, 6 7 8 9 उमेश दाइ धन्नु पर्छ Only one भन्न दिउ न त्यही भने खोइ के भयो आउट हो बस्नु न एकजनालाई रोकै के राख खोल्नुस् एकजनालाई मान्छे मार्नुस् एकजना दुईजनालाई मारौँ चिची हामी तलतिर छौँ है कसलाई मार्ने दुईजना ल दुईजना मर्यो र क्लियर आँखा चिम्मा गर त्यसपछि डक्टर आँखा खोल्यो डक्टर एकजनालाई बताऊ देखि कहाँ खोला लै अब फेरि बिहान हुन्छ आशिष फेरि मर्छ मरेको मान्छेलाई फेरि दिन्छ कि अर्की लाग्यो
फेरि 2टा किल हुन्छ है फेरि 2टा किल हुन्छ मलाई मार्ने हात उठाऊ 2टा किल हुन्छ है फेरि 2टा किल हुन्छ किल भएको मरेको मान्छे चाहिँ फेरि मर्यो पराक्रम र वीर मलाई बाउजना उठ्यो अब चुप लाएर यहाँ पनि हाल्नु अघिदेखि हामी गीतहरू गायौँ यसो रमाइलो गऱ्यो होइन दाइ सबैले चाहिँ हामी यहाँ खाना खाने टाइमतिर यसो सो इट्स डिनर टाइम अहिले 9:30 भइसक्यो एकदमै सो अहिले खाना खाने टाइम भयो हाम्रो टक्क लगेर सो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो के भन्छ यसलाई रम रम होइन अलि यसलाई रिफ्रेस गर्नेलाई के भन्छ रहिला सफा गर्ने खानालाई अलि तलतिर लानेलाई सो दिस इज डाइनिङ सो अहिले चाहिँ खाना चाहिँ हेरौँ होइन वाह क्या बात है यार सो दिस इज द डिनर यस्तो छ सब्जी यहाँ दाल भात सो यस्तो छ कस्तो भइरहेछ के भन्नु न के भन्नु न कस्तो लागिरहेछ हामीले सोध्नु कस्तो भइरहेछ दाइ भन्नु न मलाई झ्याप लागिरहेछ भाइ अनि तपाईँ चाहिँ यता भन न यहाँ के कस्तो भइरहेछ एकदम रमाइलो एकदम रमाइलो भइरहेछ तपाईँलाई सो इट्स डिनर टाइम होइन सो अब डिनर खाने अनि फेरि गाउने गीत रैला हान्ने होइन सो त्यही हो Happy birthday to you and कहाँ गइसक्यो to you Happy birthday to you Nice Happy birthday to you हुन्छ of course Happy birthday to you दिउ न एकअर्कालाई दिउ न त के हो यहाँ छ यहाँ सुरुमै Happy birthday to you Happy birthday to you सो अहिले यहाँ रातिको 2 बजे होइन सो हामी अझ सुतेको छैनौँ भर्खरै सुन्न लाग्यो अघिदेखि त्यहाँ बसेर आगो ताप्दै गीत गाउँदै सो भर्खरै सुन्न लाग्यो सबजना सो यता अब हाम्रो दाइहरू सबै सुत्नु सक्यो सुतिसक्यो होइन सो यही हो आजको दिन अनि तपाईँहरू कस्तो लाग्यो थ्याङ्क यू सो मच फर वाचिङ टिल हेयर इफ यु आर वाचिङ होइन यतिसम्म यदि हुनुहुन्छ भने चाहिँ एकदमै थ्याङ्क यू अनि सी अन द नेक्स्ट व्लग सो अब यहाँ रुममा हाम्रो दाइहरू सुतिसकेको छ टक्क सो अब सुत्ने हो यहाँ चाहिँ गीत बजाउँछ फेरि कोब्राइट आइहाल्छ सो ओके एन्ड टिल देन अनि गुड बाई अनि सी नेक्स्ट भिडियो नेक्स्ट व्लग है त सो इट्स ब्रेकफास्ट टाइम ब्रेकफास्ट चाहिँ पुरी चना आलु अन्डा यस्तोहरू छ एकदम खतरा सो यसो छ हाम्रो अहिले धेरैजना उठेको छैन जस्तो लाग्यो सो हजुर पुरी यति मात्र हो सो पुरी पनि सक्यो यार सो फाइनली हाम्रो सब
रमाइलोहरू सकिसक्यो सो अहिले चाहिँ बिहानको 11 बजे अनि अघि गफहरू गऱ्यो बिहानको ब्रेकफास्ट खायो सो अहिले टक्क निस्किने टाइम हो हाम्रो सबै त्यहाँ सब तयारीमा हुनुहुन्छ सो अहिले यहाँबाट निस्किने घरमा जाने फेरि सुत्ने अनि खाना खाने होइन फेरि त्यस्तै हो सो कस्तो भयो ब्लग अनि सब्सक्राइब गरिदिनु होला कस्तो भयो यसमा केही भनौँ न सब कुरा ठिक भयो नि मजा आयो तिमीलाई कस्तो भयो मलाई पनि एकदम रमाइलो भयो यार ल अब घर जाने सो अहिले टक्क हामी सबै घर जाने हो जाँदै अब यहाँ सो यस्तै हो अनि साउजमा यहाँ आउँदैछ टक्क जाने हो निस्किने होइन टक्क घरमा जाने सो त्यही हो अनि बाटोमा के देखाउने केही छैन सो सी इन द नेक्स्ट ब्लग होइन सो त्यही हो रुपेश दाइ के भन्नुहोस् न यार कस्तो भयो दाइ हाम्रो रमाइलो भयो तर हाम्रो कर भाइले खाएन रसिदीले खाएन मजा भएन नभन्नु है धेरै राहुल दाइ कस्तो भयो के भनौँ न एकदम बवाल भयो होइन हजुर रमाइलो भयो राहुल दाइ एकदम राम्रो छ ल रमाइलो भयो फेरि फेरि नि आउँदै गरौँ यस्तो यस्तो काम हो सो त्यही हो एकदम रमाइलो भयो वान्स इन लाइफ मोमेन्ट जस्तै भयो होइन लास्टमा पनि छ यस्तो कहिले काहीँ मात्र हुन्छ सो त्यही हो रुमै छ अरे अनि थ्याङ्क यू सो मच फर वाचिङ टिल देन सी यू बाई बाई